सुर्खेतमा भाइरल आन्टीको गिलो चटपटे त्यो पनि यति मिठो र यति टेस्टी हुन्छ भनेर मैले सोचेको पनि थिएन। भाइरल आन्टीको चटपटे कहाँ छ र आज दिनभरि म कहाँ गएँ के गरेँ भनेर थाहा पाउनको लागि चाहिँ यो भिडियो लास्टसम्म हेर्नु होला। हेलो साथीहरू, तपाईँलाई स्वागत छ मेरो छोटो मिठो भ्लगमा। आज चाहिँ म बिहान 7 बजीतिर उठेको थिएँ अनि त्यसपछि बाहिर हेरेको यस्तो यतिको घामहरू लागेको थियो अनि ब्रस गरेँ, फ्रेस भएँ अनि त्यसपछि म चाहिँ छिटो लागेर घर सफा गर्नतिर लागेँ। घर सफा गरेँ, खानासाना खाएँ, भाँडासाँडा धोएँ अनि त्यसपछि छिटो रेडी भएर म चाहिँ पसलको लागि निस्केँ। बाहिर यस्तो धेरै गर्मी थियो, त्यो भएको कारणले चाहिँ म चाहिँ अटोमा गएँ गएर म चाहिँ भैरिस्तान स्कुलनिरै झरेँ किनभने हजुरहरूलाई लोकेसन देखाउनु थियो नि त। त्यही भएर यो चाहिँ हो भैरिस्तान स्कुलबाट यो नालाको बाटो नछोडिकन अगाडि जाने यो रुखनिरै अनि त्यसपछि आउँछ हाम्रो भाइरल चटपटे अनि यतातिर छ युनिका नास्ता पसल। यो चटपटे पसलमा चाहिँ हजुरले जस्तो भने त्यस्तै खालको चटपटे बनाइन्छ, गिलो, सुक्खा, मिडियम जस्तो भने त्यस्तै पाइन्छ। अनि यता युनिका नास्ता पसलमा चाहिँ चाउमिन राइस, चिकन चाउमिन, चिकन राइस, पकौडी अनि नमकिन यस्तो नास्ताहरू सबै पाइन्छ। चाहिँ पसलमा पुग्न बित्तिकै ग्यासको आज लाइन रहेछ अनि त्यसपछि म ग्यास लिन गएँ। अनि यो सुर्खेतमा ग्यासको समस्या चाहिँ यति धेरै किन हो कि अचम्म बढेको छ त। म चाहिँ सिलिन्डर चाहिँ लाइनमा लगाएर ग्यास चाहिँ बेलुका 4 बजी मात्रै आउँछ भन्नुभयो अनि त्यसपछि चाहिँ म छिटो पसलतिर आएँ किनभने बुवा गाउँ जाँदै हुनुहुन्छ नि त। त्यो भएको कारणले म चाहिँ पसलमा आएको हो आज। म चाहिँ पसलमा आउन बित्तिकै चाउमिन खाने मान्छे आइसक्नु भएको थियो अनि म चाहिँ छिटो चाउमिन बनाउनतिर लागेँ। अनि यो पसल अरू कसैको नभएर यो पसल चाहिँ मेरो हो साथीहरू होइन। यता चटपटी पसल छ, यता होटल छ। मैले चाहिँ अहिले चाहिँ नानी भएको कारणले चाहिँ म घरमै बस्छु, कहिलेकाहीँ मात्र पसलमा जान्छु। अहिले चाहिँ बुवा र मम्मीले दुवैले हेरिराख्नु भएको छ। यताको होटल चाहिँ बुवाले चलाउनुहुन्छ भने उताको चटपटी चाहिँ मेरो मम्मीले चलाउनुहुन्छ। त्यो हजुरहरूलाई चाहिँ एकदमै गिलो चटपटी खान मनपर्छ अनि सुक्खा मिडियम जस्तो खालको चटपटी खान मनपर्छ यहाँ हामीले बनाउँछौँ। अनि चाउमिन राइस अनि पकौडी सबै पनि नास्ता बुवा मम्मीहरूले बनाउनुहुन्छ। यहाँ चाहिँ एकदमै मिठो हुन्छ। कोले खानु भएको छ कमेन्ट गर्नु होला अनि कोले खानु भएको छैन हामीलाई सेवा गर्ने मौका चाहिँ एकचोटि अवश्य पनि दिनु होला। मेरो मम्मी चाहिँ यता धमाधम चटपटी बेचिराख्नु भएको थियो अनि उता म चाहिँ भकाभक चाउमिनहरू बेचिराखेको थिएँ। त्यसपछि मलाई चाहिँ लाग्यो भोक अनि मैले चाहिँ आफूले नास्ता खान लागेँ अनि आफैले बनाए चाउमिन अनि थोरै पकौडी नमकिन राखेर म चाहिँ भकाभक खानातिर लागेँ। अनि मलाई भोक लागिसक्यो भने चाहिँ कसरी खान्छु भनेर हजुरहरूलाई थाहा नै छ होइन। अनि म चाहिँ नास्ता खाँदै थिएँ अनि त्यसपछि चाउमिन खाने मान्छे र चिया खाने मान्छे आइहाल्नु भयो अनि त्यसपछि छिटो गरेर उहाँहरूलाई बनाएर दिएँ अनि त्यसपछि बाँकी रहेको अरू फेरि पनि मैले चाउमिन खाएँ। नास्ता खाँदै थिएँ अनि एउटा दिदीले चाहिँ ग्यासमा चाहिँ टोकन सिस्टम भएको छ, टोकन ल्याएपछि ग्यास चाहिँ जतिखेर पनि ल्याएर आए हुन्छ भनेर भन्नुभयो अनि त्यसपछि म छिटो टोकन ल्याउनतिर गएँ अनि साँच्चीकै टोकन ल्याउने सिस्टम रहेछ अनि टोकन ल्याएर आएँ। अनि छिटो गरेर म पसलमा आएँ किनभने मान्छेहरू आइराख्नु भएको हुन्छ नि त, मम्मीलाई एक्लै गाह्रो हुन्छ अनि हुन पनि मान्छेहरू धेरै आएको थियो। त्यसपछि म चाहिँ यता चाउमिन बनाउनतिर लागेँ अनि मम्मी चाहिँ उता चटपट बनाउनतिर लाग्नुभयो अनि एकैछिन मलाई टाइम दिए भन्नुभयो अनि मैले चटपटी पनि बेचेँ। अनि 4 बजिसकेको थियो, फेरि मलाई भोक लाग्यो के अनि मैले चाहिँ छिटो गरेर गिलो चटपटी मनपर्छ मलाई चाहिँ अनि मैले चाहिँ गिलो चटपटी बनाएँ अनि त्यसपछि खानातिर लागेँ। चाहिँ आफ्नो पसलको तारिफ गर्यो भन्नु होला होइन, तर यो चटपटी चाहिँ साँच्चीकै यस्तो मिठो थियो कि होइन, मलाई चाहिँ लास्टै मिठो लागेको थियो। अनि चटपटी खाइसकेपछि चाहिँ फेरि पकौडा किन्ने मान्छे आउनुभयो अनि मैले छिटो गरेर पकौडी बनाएर दिएँ। अनि 5 बजिसकेको थियो अनि ग्यास आयो भनेर खबर आयो अनि त्यसपछि चाहिँ म चाहिँ छिटो ग्यास लिनतिर गएँ। मान्छे चाहिँ एकदमै भिड थियो अनि मैले जसो गरेर ग्यास ल्याएँ अनि मेरो त्यहाँनिर चोकैबाट यहाँनिरसम्म ल्याउँदा चाहिँ अटो नै नभेटेको के अनि मैले त्यो भएको कारणले चाहिँ मैले यसरी गुडाउँदै ल्याएँ। ग्यास ल्याइदिएँ अनि भाँडासाँडा धोइदिएँ अनि मम्मी चटपटी बेच्दै हुनुहुन्थ्यो अनि म चाहिँ लागेँ घरतिर किनभने मैले नानी छोडेर आएको थिएँ नि त अनि छिटो घरतिर गएँ। आजको दिन चाहिँ मेरो यसरी नै गयो साथीहरू। तपाईँको कसरी गयो कमेन्ट गर्नु होला। भिडियोलाई चाहिँ लास्टसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद।